गाइजहरू मैले भित्रको यो सोफा सेटहरू देखाउँदैछु। मोडुलर सोफा सेट र फर्निचरका आइटम यता पनि छ। यसमा चाहिँ एकदम सुन्दर आकर्षित डिजाइनिङ गरिएको छ। यसमा चाहिँ लाइट पनि फिटिङ गरिएको छ। एकदम आकर्षित डिजाइनिङ छ यो दराजको। तपाईहरु पनि घर बनाउँदाखेरि यस्तै खालको फर्निचर जडान गर्नुहोला। ढोकाको डिजाइनिङ तपाईहरु नि घर बनाउँदाखेरि यस्तै खालको फर्निचर राख्नुहोला, यस्तै डिजाइनमा बनाउनु होला है। के राहत हुन्छ कि भनेर देखाएको छु। र लिभिङ एरियामा हेर्नुस्, लिभिङ एरियामा यसरी डेकोरेटेड गरिएको छ। टक्क पाहुनाहरू बसेर खाने ठाउँ। उतापट्टि मधुस हेर्नुस्, टक्क यसरी यसको डेकोरेट गरिएको छ। उतापट्टि सोफा राखिएको छ। यो आउटसाइड अफ द एरिया। उता आउट साइडमा चाहिँ चेयर राखिएको छ। आकर्षित डिजाइन खालको र आकर्षक खालको कुर्सी चेयर राखिएको छ। र एउटा सोफा देख्न सक्नुहुन्छ। यसरी सोफा राखिएको छ। यस्तो डेकोरेसन मिलाएर यो डिजाइनमा यसरी हेर्दाखेरि एकदम आकर्षित देखिन्छ। र बाहिरपट्टि यो बच्चाले चलाउने गाडी राखिएको छ। यो चाहिँ वाटर फाउन्टेन हो। यो भित्रबाट बाहिर देखिएको छ। यहाँ सिसा लगाइएको छ लिभिङ एरिया भित्र र लिभिङ एरियाबाट बाहिर यो वाटर फाउन्टेनको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ है। यस्तो सिस्टममा निर्माण गरिएको छ। र यो अफिस रुम हेर्नु, अफिस रुममा चाहिँ यसरी डेकोरेसन गरिएको छ फर्निचरको। र फर्निचरमा लाइट पनि जडान गरिएको छ। यो कबोर्डमा चाहिँ लाइट जडान गरिएको छ र सिलिङमा पनि यसरी लाइट जडान गरिएको छ। तपाईहरुले पनि घर बनाउँदा यस्तै खालको लाइट जडान गरेर सिलिङ निर्माण गर्न सक्नुहुनेछ। अब म डाइनिङ एरिया देखाउन गइरहेको छु। डाइनिङ एरियामा पनि यसरी फर्निचरको डिजाइनिङ निर्माण गरिएको छ। यसमा पनि फर्निचरमा लाइट जडान गरिएको छ। सिलिङ डिजाइनिङ देख्न सक्नुहुनेछ। यहाँ एसी पनि जडान गरिएको छ र फ्यान पनि अहिले चलिरहेको छ। दुईटै जडान छ। यसरी चाहिँ एउटा आकर्षित देखिन्छ है गाइजहरु। इन्जिनियरिङ डिजाइनिङ एकदम राम्रो छ है। यसरी वालमा दुईटा लाइट जडान गरिएको छ। यहाँबाट बाहिरको दृश्य पनि अवलोकन गर्न सक्नुहुनेछ। हेर्नु होला, यति राम्रो दृश्य देख्न सक्नुहुनेछ भित्ताबाट। अब म फ्यामिली स्विट रुम देखाउँदैछु। फ्यामिली स्विट रुम यसरी निर्माण गरिएको छ। पारिवारिक मिठो कोठालाई यसरी निर्माण गरिएको छ। हेर्नुस्, यसको यो खाटको सिरानीपट्टिको भागमा फर्निचर डिजाइन देख्न सक्नुहुनेछ कसरी गरिएको छ। सिलिङ पनि यसरी निर्माण गरिएको छ। सिलिङमा लाइट जडिएको छ, पंखा राखिएको छ र एसी पनि जडान छ। यो यसको पछाडिपट्टिको भाग देख्न सक्नुहुन्छ। यति राम्रो फर्निचर डिजाइनिङ छ। यो कटन र कबोर्ड देख्न सक्नुहुन्छ। कबोर्ड यसरी निर्माण गरिएको छ। कबोर्ड र यो ढोकाको कलर एउटै छ है। जहिले पनि घर बनाउँदाखेरि कोठाको रङहरू जस्तै उस्तै एउटा कबोर्ड र ढोकाको कलर उस्तै हुँदाखेरि म्याच हुने गर्दछ। साइडमा सेतो कलर लाउँदा अति नै राम्रो देखिन्छ है, आकर्षित देखिन्छ।
अब म प्रवेश गर्दैछु किड्स बेडरुम। देख्न सक्नुहुनेछ किड्स बेडरुममा यसरी यस्तो यस्तो खालको डेकोरेसन छ। पलङको डिजाइनिङ देख्न सक्नुहुन्छ। सोफा सेट उता एकदम आकर्षित तरिकाले सजावट गरिएको छ र यसको सिलिङ पनि यसरी निर्माण गरिएको छ। फ्यान सहित एसी पनि छ र यसको यतापट्टिको भाग हेर्नु, पूर्वीय भागमा यो फर्निचर यसरी निर्माण गरिएको छ र यता ब्लू कलरले डिजाइनिङ गरिएको छ है। यसरी डिजाइनिङ गरिएको छ। लाइट गोलो लाइट जडान गरिएको छ। यो चाहिँ ढोका है। ढोकाको कलर पनि यहाँ चाहिँ प्रायः जसो दराज र ढोकाको कलर उस्ता उस्तै छ है। हेर्नु होला, दराज हो, कबोर्ड, ढोका उस्ता उस्तै डिजाइनमा निर्माण गरिएको छ। तसर्थ तपाईँहरूले पनि बनाउन चाह्यो भने यस्तै खालको डिजाइनिङमा संरचना गराउन सक्नुहुनेछ है। धन्यवाद। आजलाई यति नै। यस्तै खालको फरक फरक भिडियो लिएर अझै पनि हजुरहरूको माझमा सावर हुने गर्दछु। मेरो भिडियो के कस्तो लाग्छ कृपया राम्रो लागेमा लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गरी साथ दिन हुनुहुन्छ भन्ने एकदम अपेक्षा राख्दै म आज हजुरहरू माझबाट ओझेल भन्न चाहन्छु। हस्त नमस्कार।